हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो छोरीको पहिलो स्कुलको दिन है। छोरी स्कुल जाने हो कति राम्रो राम्रो छ। अब जाने होस् जाने। मेरो छोरी कता गयो, कता खेल्दैछ मेरो छोरी। आज चाहिँ 12 बजे लिन आउनुहोस् ल। 12 बजे त्योभन्दा अगाडि रुनु भयो भने म कल गर्छु। होइन रुएन भने त खेल्नु सौ भयो। होइन तै पनि 12 बजे चाहिँ लिन लाग्नु न हो। अनि 12 बजे चाहिँ लिन आउनुहोस् ल। एक दिनलाई चाहिँ फेरि पछि मान्दैन कि। खाजा के हालिदिनु भएको छ केमा? नानीलाई खाजाहरू त्यस्तो हालिदिनु त्यो भएको अघि छ। म टिफिन दिएको थिएँ, खेलिरहेको छु। मेरो छोरी खेलिरहेको छु। मजाले खेलिरहेछ। अब एकचोटि 12 बजी मात्रै म लिन आउँछु यसलाई। मजाले खेल्ने रहेछ मेरो छोरी त। छोरी पुऱ्याएर पनि आयो। अब नन स्टप हतार हतार काम गर्नुपर्ने हुन्छ कोठाको भद्रको। नानीले ग्याङ 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 गरेकोले त आनन्द पनि हुँदो रहेछ एकछिन त। तर पनि मन चाहिँ पोलिरहेको छ। ला के गर्दै होला स्कुलमा मेरो बच्चा जस्तो चाहिँ भइरहेको छ होइन। अब फटाफट यस्तो भद्र गर्छ, फटाफट अब काम गर्नुपर्ने हुन्छ। अब 2 घन्टा अहिले छोडेर आएको। अब 12 बजी ठ्याक्कै लिन जानुपर्ने हुन्छ बच्चालाई। अब म एकैचोटि छोरी लिन जाँदाखेरि भेट्छु। छोरी छोडेर आएको 2 घन्टा भएको छैन, काम सकेको छैन आफ्नो। यहाँ कलिङ आइसक्यो। अब छोरी उहाँ रुइसक्यो भनेर अब यस्तो आपतले कुदेर जाँदैछु कि म पुरै नगरौँ साथीहरू। गाह्रो छ छोरी रुएर के भइसक्यो कोही गाह्रो छ। मलाई गाह्रो छ। माधवीको स्कुल आइपुगेँ। खै के गर्दैछ यो हेर्नु त। ओ मिससँग बसिरहेको छ रुएर। बसिरहेको रहेछु। छोरी त रुई पर आएको रहेछ। धेरै रुयो कि क्या? भर्खरै हो। आम्मा यिनी चाहिँ किन रुको? अनि ए बी पढ्नु पर्दैन त? पढ्नु पर्छ र पो हुन्छ त। किन रुको छोरी? ए मम्मी जाने भनेको। ए त्यस्तो मम्मी जाने भनेको तिमीले म्यामलाई? हो र। ए साथीहरू हेर्नुहोस् यहाँ मेरो बिजोक छोरी रुयो भनेर हतार हतार कुदेर गएको रुइरहेको रहेछ। ए आउँदाखेरि त यसरी बोकेर आउनु पर्दो रहेछ। भोलिबाट नरुनु ल। हेर्नु न साथी स्कुल गएर बल्ल कोठा आइपुग्यो। छोरी स्कुलमा के भन्यो रे? मम्मी जाने भनेको? त्यस्तो भन्नु हुँदैन नि त। अनि पढ्नु गएको मान्छे त। अनि अब फेरि भोलि जाने ल। हस् भोलि पनि जाने ल। त्यो नाक नकटाउ त्यसरी नकटाउ। माम खाने हस् ल।
माम पनि खाएन अरे माम पनि यत्तिकै चाहिँ अब खुवाउनु पर्ने हुन्छ माम मैले भोकै चाहिँ बिहानबाट केही खाएको छैन अब खुवाउँछु माम अनि बुबु दिएर सुताउँछु निन्द्राले पनि होला छोरीको टिफिन प्याक आयो अनि निन्द्रा अब सुत्ने बानी छ नि त बच्चालाई त्यसले गर्दाखेरि रुको होला त्यो निन्द्रा लागेर सुत्नु नपाएर रुको होला अनि अब यसलाई खाना खुवाएर अनि सुताउँछु स्कुल जाने बच्चा सुतेको निन्द्रा लाग्यो ल सुत ल आज त यस्तै हो मेरो छोरीको पहिलो स्कुलको दिन यस्तै रह्यो रुन्ची भयो भोलि हेरौँ कस्तो हुन्छ बाई साथीहरू।